सम्पूर्णलाई ब्लगमा स्वागत छ। आज चाहिँ योगाको आज 3 दिने शिविर योगाको पहिलो दिनको भिडियो क्लिप्स ल्याएको छु, हेर्नु होला। त्यसैगरी म नेपाल विशेषको धरनका समादेशकज्यू प्राचार्यज्यूलाई योग पतञ्जलि नगर समितिका पदाधिकारीज्यूहरूलाई खादा तथा मालाले सम्मान गरिदिन हार्दिक अनुरोध गर्दछु। तयार हो तपाईँ? पुरै फिट भयो क्या? एक दुईवटा पोज दिन्छु। यार नि यो कुन हो फेरि? मोबाइल चाहिँ मोबाइल हेर्नु नि, मोबाइल चाहिँ लाइभ भइरहेको त्यहाँबाट। कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ विशाल सर? मेरो यो त यस्तो मलाई मेरो लागि त सामान्य जहिले गरेर नै बानी हो। जहिले गरेर एक्साइट पर्सनल्ली गरेर चाहिँ आज चाहिँ सामूहिक रूपमा गर्नुभएको अलिकति खुसी लागेको छ। अरू म जहिले 3 बजी उठेर गर्ने बानी हो, आज चाहिँ 4 बजी मात्रै उठेर आएको। आज अलिक ढिलो भयो। साथीहरू कस्तो लागेको छ भन्यो त? आज अब के आज एकदम गाह्रो ट्रेनिङहरू होला जस्तो भइरहेको छ। डाइट राति नै पेलेर आइरहेको छु। राम्रो छ साथी। यता एकछिन कस्तो भइरहेछ तपाईँहरूलाई? नमस्कार जोरले। एक्साइटमेन्ट भइरहेछ, योगा सेसनमा पार्टिसिपेट गर्न पाउँदा खुसी भइरहेछ। तपाईँको रोग झन् छिटो हराउँछ अब। तपाईँको रोग सबै हराउँछ अब। जिउ त पुरै इलास्टिक अब। इलास्टिक 2 दिन पछाडि जिउ इलास्टिक। बालुकारा म्याम कतिको एक्साइटेड हुनुहुन्छ? अब म 3 दिने योग प्रशिक्षण कार्यक्रमको लागि स्वागत मन्तव्यका निम्ति नेपाल विशेषको धरान प्राचार्य मनिका सुब्बा राई म्याम, त्यसै गरी मेनका स्थापित म्याडम गुरु महिला पतञ्जलि योग समिति सुनसरी जिल्ला, त्यसै गरी लीला शङ्कर गुरु महिला पतञ्जलि जिल्ला योग र मन्त्री रञ्जित शाह सर लगायत सम्पूर्ण पतञ्जलि योग सेवा समितिका पदाधिकारीज्यूहरू, यहाँहरूले आज हाम्रो लागि भनेर नमस्कार। तपाईँ चाहिँ अब योगा आज कतिको एक्साइटेड हुनुहुन्छ? अब योगा चाहिँ अब हेरौँ म एकदम यो हैन क्यामेरा बोकेरै तपाईँको त उहाँको फोटो नि मैले खेलकुद गरेको देख्छु। अब योगाको आज कस्तो आउँदो रहेछ हेरौँ न। योगाको जरुरी छ। अब योग गर्ने अवसर चाहिँ राम्रो हो। अब समय मिलेसम्म राम्रै गर्ने भन्ने सोच्छु। ल ठिक छ। त्यसै गरी कोच म्याम हुनुहुन्छ, लगायत उपस्थित सम्पूर्ण शिक्षकहरू तथा जवानहरू हुनुहुन्छ भने उहाँहरू र यहाँ सम्पूर्णमा र हाम्रो यहाँ उपस्थित सम्पूर्ण योगी साथीहरूमा एक पुस्तकमा ओमको अभिवादन भन्नु। तपाईँहरूले सुन्नु भएको होला, अहिले त भर्खरकै उमेरमा कसैलाई डायबिटिज भएको छ, कसैको हार्ट एट्याक भइरहेको छ, कसैको किडनी फेल भइरहेको छ, कसैलाई एकदमै दम आइराख्ने विभिन्न यो नयाँ रोगहरू जस्तै कोरोना अस्ति आएर ती रोगहरू उत्पन्न भइरहेको छ सबैमा। अब यसबाट बच्नुलाई हामीले के गर्छौँ? प्रायः हामीहरू अब प्रहरी जवानहरूको हाम्रो राष्ट्रको सहन शरीरलाई फुर्तिलो बनाउन सकिन्छ। अब 2 नम्बरमा 2ले आकार मुखीको यसरी बनाउने यो खुट्टाले हिँडलाई छुने हो। एकदमै बिस्तारै गर्नु, एकदम मुख बन्द गर्नु छैन। जब तपाईँ यसरी उफ्रिँदाखेरि हाँस्नुहुन्छ, मुख खोल्दै तब तपाईँको इनर्जी पनि लस भइरहेको हुन्छ, जसले उफ्रिन गाह्रो हुन्छ तपाईँहरूलाई। त्यस कारणले मुख बन्द गर्दै गर्नुहोस्। 3 अब बिस्तारै घोडेले छातीमा छुने हेर्नुहोस्, बुरुक्क उफ्रेर यसरी
पुरै छातीमा छुनुहोस् मजाले एकदम घोडालाई एकदम फ्लेक्सिबल बनाउन हेर्नु पुरै कम्मरमा हात राख्दै यहाँ हाम्रो साथीहरूले यता सिकाइदिनु दिनुहुन्छ हजुरहरूलाई ढाड एकदम सिधा स्ट्रेट हुन्छ हेर्नुहोस् माथि हेर्नुहोस् पानी पर्ला कि जस्तै छ हेर्नुहोस् त उकिएर विश्राम चेन्ज गर्नुहोस् अपोजिट साइडमा माथि टाउको लागि अब यो गर्दाखेरि थाइको लागि एकदम राम्रो हेर्नुहोस् थाइको मसल बढाइदिने काम गर्नुहोस् यसले विश्राम चेन्ज गर्नुहोस् फेरि 4 विश्राम 5 विश्राम 6 विश्राम 7 विश्राम 8 विश्राम गर्नु अब कति नम्बरमा आयो सातौंमा पंछी आसन दुईटा खुट्टालाई फराकिलो बनाइदिने हातलाई पुरै फोक्सो फुलिने गरी श्वास भर्ने गर्नु पुरै हेर्नुहोस् यहाँ अगाडि त्यसरी पुरै फोक्सो भर्ने गरी श्वास भर्नु फोक्सो स्वस्थ बनाउने काम हेर्नु पुरै मुख बन्द नाकबाट मात्रै हेर्नु मुखको काम खाने हो नाकको काम श्वास लिने हो हेर्नु हामीले आफैले विचार गर्नुहोस् न खाना नाकबाट खाँदाखेरि के हुन्छ हामीलाई त्यस कारणले नाकको काम नमस्कार मुद्रा सामान्य श्वास प्रश्वासमा हुन्छ 2 मा पुरै श्वास भर्दै पुरै ढाडलाई बेन्ड गरिदिनु 3 पुरै श्वास छोड्दै पाद हस्तासन दुईटा हातले अघि पनि गइसकेको छौँ अब ध्यानदारीहरू गर्नु त माथि छटमा चलाउनु जस्तै लाग्छ मलाई अरू बढिरहेको श्वास प्रश्वास क्रियालाई चाहिँ सामान्य बना लामो धेरै श्वास लिनुहोस् लामो धेरै श्वास पसिना आएको छ भने पसिनालाई पुसिदिनुहोस् शरीरमा अनुहारमा पसिना त्यत्तिकै सुकाउनु हो भने एलर्जीहरू उत्पन्न हुने हुन्छ हजुरहरूलाई थाहा छ हाम्रो शरीरमा सानो छिद्र हुन्छ जसबाट पसिनाहरू आउने हुन्छ तर पसिनालाई हामी जब पुस्दैनौँ त्यो छिद्र त्यही पसिनाले टालिदिने हुन्छ जसले गर्दा एलर्जी कपाल खती एक लयको छ आनन्द भावले योगेश चित्त प्रीति निर्भर हाम्रो शरीरलाई बसमा राख्नु आँखा बन्द मन छ छोडिदिनुहोस् बाहिरी विषय यो 3 दिन त तिमीलाई सिकाएको हो नि त तिमीले यो गर्नु पर्यो नि त पुरै 3 दिनमा कहाँ सबै आउँछ त नि बिस्तार बिस्तार घरमा गर्ने नि त एउटा बस न बस थोरै कस्तो अपरेसन गरेको मान्छे त आज साह्रै राम्रो भयो पहिलो दिन जस अलिअलि आइडिया भयो नि त है आइडिया अब यो त आफै गर नि दुःख भयो किनकि मेरो भर्खर अब स्टोन अपरेसन गराएको र मैले त्यस्तो एकदमै हार्ड गर्न पाइनँ मेजरहरू चाहिँ केही पनि गरेँ तर माइनर क्रियाहरू चाहिँ मैले गरेँ सिकेँ नि त होइन हो त एकदमै रिलिफ भयो एकदमै भोलि पनि आउने कस्तो भयो इन्टरभ्यू दिनुभयो दाजु कस्तो भयो आजको निन्द्रामा आएको होइन के हल्का जबरजस्ती उठेर आयो तर जिउ चाहिँ एकदम त्यही त है के हो साँच्चै हो त रिल्याक्स भएको छ फ्रेस भएको छ पहिलो सेसन है
भोलिको लागि फेरि तयार कस्तो छ एकदम राम्रो छ त्यही त हो त नि आज फिक्स गर्नु ल कस्तो कस्तो भयो त हामी खेल्दिन 10 जना छौँ कहाँ कस्तो भयो त खोइ कहाँ हामी मात्रै भयो दामी एकदम रमाइलो भयो होइन मजाले हाँस्यो दिल खोलेर कस्तो भयो त ल साथीहरू मेरो लागि त जस्ट रिभिजन कोर्स मात्रै हो दाइ रिभिजन कोर्स हो रिभिजन मनराज कस्तो भयो त कस्तो भयो एकदम मस्त स्लिम भयो अहिले कहिले तर तिम्रो म्याच चाहिँ खतरा हो क्या पाल्पाको लिएर आउनु भएको छ पाल्पाको होइन यो काठमाडौँको गलैचा अल्लादिनको गलैचा कस्तो भयो कस्तो भयो थोरै भनिदिनु नि त एकदमै रमाइलो भयो है हाम्रो फर्स्ट दिन अब भोलि पनि पर्सि पनि यस्तै रमाइलो हुन्छ भन्ने पूर्ण आशाका साथ आज चाहिँ सक्यो भोलिको दिन चाहिँ अब ल बाँकी नै छ ल कस्तो भयो त आजको राम्रो भएछ कस्तो राम्रो भयो भन्दा एकदम राम्रो भयो एक्सर्साइज धेरै भयो हजुर सुरुको दिन हो हजुर अब अहिले भने गलिन्छ अहिले त केही भएको छैन भरै यो त आर्मीको म्याट हो त नि कस्तो भयो त जुम्बा एक दुईवटा हानिदिनु न यहाँ जुम्बा हानिदिनु नि एक दुईवटा यस्तो नर्मल यो त गर्नु जुम्बा हाल्यो भने चाहिँ कस्तो भयो त आज पहिला निन्द्रा लागिरहेको तपाईँलाई एकदम मेरो यो कासल नभएर हो निन्द्रा लाग्यो मेन पनि बसौँ यहाँ ल रचना म्याम कस्तो भयो रचना म्याम कस्तो भयो आजको ल हजुरहरू आज कस्तो भयो त थोरै नमस्कार ओम 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 कस्तो भयो त आजको अब पहिलोचोटि अब यो अलिअलि एक एकवटा आयो भने पनि घरमा आफै गर्दा पनि भयो नि त कस्तो भयो त कस्तो भयो आजको दामी यो योगा चाहिँ ज्वाइँ साहब तपाईँ पनि आउनुभएछ खुसी लाग्यो मलाई है हाम्रो सर म्यामहरू अब होइन त्यही त हो नि ठिक छ नि होइन ठिक छ ल मेन सर हजुर कस्तो गजब रहेछ यो त पहिल्यैदेखि गर्नुपर्ने रहेछ सर यो आज आँखा धेरै ढिलो भयो क्या आफ्नो स्वास्थ्यको लागि टाइम दिनुपर्दो रहेछ सर साधन सरको त्यो कम्मर मर्काइ चाहिँ एकदम खतरा लाग्यो मलाई उत्कृष्ट थियो निरज सर हजुर आज कस्तो हो एक दुईवटा स्टेप याद भयो भने नि आफूलाई हो अब डे वानको राम्रै भयो डिबी सर आजको सेसन राम्रै भयो मानव जीवनलाई स्वास्थ्यको लागि सरस्वती म्याम थोरै धन्यवाद सर थ्याङ्क यू गङ्गा म्याम कस्तो भयो आजको हजुर हजुर सरस्वती म्याम कस्तो भयो त आज चिया बोक्नु एकदम दामी भयो होइन एकदम मन फ्रेस भयो खुसी लाग्यो योगा गरेर बोस पनि हेर्दै हाँस्दै जानुभयो त म क्या सुतिरहेको थिएँ नि त हाउ वाज टुडे सेसन कस्तो थियो आजको सेसन सबले ओम भन्न सिक्नु भएछ त आमा ओम फेरि हाम्रो स्टुडेन्टको नाम हो पर्ला नि फेरि सबैभन्दा भिन्न चाहिँ यो चिया छ है ए हो यार यो त कस्तो भयो आजको पहिलो दिन एकदम राम्रो रमाइलो भयो भेल हाल्न पाइयो चिया पनि पाइयो अहिले हामी हेरौँ न तर आज हाम्रो पुलिस स्कुलमा कस्तो भयो त पहिलो सेसन राम्रो भयो है रमाइलो भयो तपाईँहरूले एकदम हामीलाई राम्रो राम्रो स्टेप सिकाइदिनु भयो अब एक एकवटा स्टेप भयो भने सम्झेर भयो भने हामी गर्नेछौँ अब भोलिको सेसन झन् राम्रो हुनेछ हजुर हजुर सामान्य मात्रै भयो भोलिदेखि चाहिँ हामी पूर्ण रूपमा त्यहाँ आसनहरू पनि छन् हजुर आसनहरू पनि हामी गराउँछौँ हुन्छ हस् हुन्छ ब्याच चाहियो सर हजुर आजको हाम्रो पहिलो सेसन कस्तो रमाइलो हजुरहरूलाई धन्यवाद टिम बोलाएर हामीलाई एकदम पार्टिसिपेसनको लागि मेरो सबै टिमलाई मेरो तर्फबाट चाहिँ एकदमै धन्यवाद हजुर हजुर हस् थ्याङ्क यू सर हस् हुन्छ सर आज
आज हाम्रो कस्तो सेसन थियो मेम हजुर आजको हाम्रो सेसन कस्तो भयो त एकदम पर्फेक्ट भयो विशेष गरी हाम्रो टिचरहरूलाई चाहिँ नि मेन्टल स्ट्रेस जुन हुन्छ नि रातभरि दिनभरि नानीहरूसँग होइन नानीहरूसँगको ट्रिटमेन्ट पनि राम्रो होस् भनेर हाम्रो साथीहरूलाई चाहिँ नि एकदमै फ्रेसनेसको जरुरी थियो सो 3 days अफ योगा थ्याङ्क यू फर्स्ट डे हुँदैन सेकेन्ड डे हुन्छ थर्ड डे हुन्छ साथी विनय सरको धड्कन कस्तो थियो भनिदेऊ त एकचोटि यो सानो छ होइन उमेर अनुसार